Good morning everyone, welcome back to my new video. So I hope सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ बिहानै भ्यू हेर्दै थाङ्ग्रा काट्दैछु इल्चीको लागि। यो थाङ्ग्रा काट्दै भ्यू हेर्नको मजा नै फाल्टै। र थाङ्ग्रा काटिसकेर थाङ्ग्रा गाड्नतर्फ लागे म चाहिँ। र थाङ्ग्रा काटेर गाडेर पनि रेडी गरेको सकेको छु। म इल्ची हो रे, आचार बनाएर खा। तँलाई मिठो हुन्छ, अमिलो पनि हुन्छ, अनि त्यहाँबाट के हुन्छ मलाई थाहा छैन। डिप्रेसन। सुँगुरको मासु मात्र मिठो होइन, पाल्नु पनि साह्रो पर्छ। त्यही भएर दिनौँ एक दिनमा मल सोर्नुपर्छ नि त। त्यही भएर मल सोर्दैछु। र यो छोटो मिनी भ्लगमा तपाईँहरूलाई मनोरञ्जन दिने कोसिस गरिरहेको थिएँ। केही गल्ती भएमा कमेन्ट गर्नुहोला, सच्याउने कोसिस गर्नेछु। र अर्को मिनी भ्लगमा भेटौँला। धन्यवाद।